नेपालगञ्ज गयो दाइ हामी सँगै छौँ होइन काठमाडौँबाट सरेर हामी यति एयरलाइन्समा नेपालगञ्ज पुग्यौँ अनि होटलमा बस्यौँ भोलिपल्ट हाम्रो नेपालगञ्जबाट जुफालको फ्लाइट थियो एयरपोर्ट पुग्यो बिहानै 5 बजे उज्यालो पनि भएको थिएन एयरपोर्टै खुलेको थिएन बिहानै पुग्यो अनि एयरपोर्ट गेट खोल्यो भित्र गयो त्यसपछि घरि प्लेन जाँदैन घरि जान्छ भनेर त्यहाँनिर धुकचुक भएर बस्यो उताको जुफालको वेदर खुल्ने घरि फेरि बन्द हुने भएको कारणले गर्दाखेरि त्यहाँ निकै बेर वेट गरियो फाइनल्ली ल लाने भयो जहाँ जाने भयो भन्ने कुरा भयो अनि ल खुसी भयो होइन सब खुसी अब किनभने अब डोल्पा पुग्यो किनभने सुटिङ उहाँ सुरु गर्नुपर्ने छ नि त छिटै अनि गयो के अरे एयरपोर्टभित्र छिर्यो जहाजमा पर जहाज बसिरहेछ लाइन लागेर गयो जहाजमा अब सानो जहाज हुन्छ नि त माथि जाने त एकदम सानो हुन्छ नि त 13-14 सिटे होइन सानो जहाज अनि गयो सबै हाम्रै टिम मात्रै थियो 14जनाको सिटमा 14जना हाम्रै टिम थियो क्या सबै अनि गएर जहाजभित्र बस्यो अब सट्ट जाने भयो आनन्दले भनेर बसिरहेका छौँ त्यहाँबाट क्याप्टेन साहबले चाहिँ झ्यालबाट पर इन्जिनियर साहब बस्नु भएको थियो अनि इन्जिनियर साहबलाई बोलाउनु भयो क्या यहाँ आउनु त भन्नु अनि उहाँ आउनुभयो झ्यालमा क्याप्टेनको ठ्याक्कै झ्यालमा साइडमा आउनुभयो अनि तपाईँलाई मैले यो जहाज हिजै बनाउनु भने होइन हाम्रो त अनि सबको भित्र रियाक्सन अब होइन हाम्रो सातो पुत्लो उडिहाल्यो थोरै न गाडी हो र त्यो जब उडाउने क्याप्टेन साहबले अब इन्जिनियरलाई यो जहाज तपाईँले मैले हिजै बनाउनु भने फेरि ऊ र म क्याप्टेन साहबको पछाडिपट्टि म छु यतापट्टि दुईजना सँगै छु सुन्ने ठ्याक्कै पछाडि हामी दाइ यतापट्टि म यतापट्टि उहाँ ऊ र म रियाक्सन क्या रियाक्सन भइहाल्यो जुन रियाक्सन हुन्छ नि त्यस्तो खालको ल के भने अब जहाज बिग्रेको छ जहाज होइन अनि त्यसपछि हेडफोन लगाएको थियो क्याप्टेन साहबले एकछिन घ्याचा घुच्चा पार्नुभयो त्यो मानौँ कि त्यो गाडी चेक गरे जस्तो क्या अलिक अगाडि लगेर घचक्क ब्रेक हान्ने होइन जहाजलाई क्या होइन टेस्ट क्या अब अनि घुइँ घुइँ गर्न गराउने त्यो अनि भ्याट्टै त्यो हेडफोन भ्याट्टै ककपिटमा फालिदिनु भयो र म बिग्रेको जहाजमा उडाउँदिनँ भन्नुभयो होइन अनि के भन्नुहुन्छ भने इन्जिनियर साहब चाहिँ क्याप्टेन साहब यसो गरौँ न एकचोटि छ्यास त्यहाँ पुग्दिनु आज अर्को फ्लाइटमा म बनाउँछु अर्कोचोटि आउँदा म बनाउँछु त्यहाँ पुगेर आइदिनु भन्नुहुन्छ उहाँ हाम्रो सातो आज यसो उसो गरेर पुऱ्याउनु त्यहाँ अनि लिएर आउनु अनि चाहिँ बनाउँला भन्नुहुन्छ क्या उहाँ होइन ए दाइ अब उहाँ र म बोल्न पनि सकिएन क्या हेराएर अरू साथीहरूले त सुनेको छैन ऊ र म ककपिटको नजिकै छौँ त्यो ट्विनेटरको त त्यो सानो पर्दा मात्रै लाउने हो नि त छ्यास अनि अब उहाँहरूको डिस्कस धेरै चल्यो म उडाउँदै बिग्रिया जहाज भन्नुहुन्छ इन्जिनियर एकचोटि त्यहाँ पुर्याइदिएर आउनु अर्को फ्लाइटमा म जहाज बनाउँछु होइन अनि म आवाजै सुन्दिनँ त कसरी लाने के लाने मैले त केही नै अडियो नै सुन्दिनँ जहाजै क्याप्टेन साहब रिसाउनु भयो उहाँ चाहिँ फेरि एकदम अनुभवी हुनुहुन्थ्यो उहाँको नाम चाहिँ हामीले पछि दोस्ती नै भएको एकदम अनुभवी उहाँ धेरै पुरानो हुनुहुँदो रहेछ अनि उहाँले चाहिँ उहाँ इन्जिनियर साहबलाई गाली पनि गर्नुभयो गाली भन्नाले त्यस्तो छाडा शब्दले होइन कि जस्ट अलिकति त्यहाँ दिनुभयो मेन्टेनेन्स गर्नुहोस् यस्तो जहाज कसरी उडाउने भनेर भन्नुभयो उहाँले भन्नुभयो 15 दिन अगाडिदेखि भन्नुभएको रहेछ कि अनि त्यसपछि हेर न अब त्यो जहाज अब त्यो जहाज उड्ने भयो क्या अब हेर है बिग्रेको भन्ने त्यतिमै सुनिएको छ है जहाज मेन्टेनेन्स भएको छैन भन्ने कुरा हामीले सुनिसक्यौँ त्यही पनि अब उहाँले उडाउनु भयो अब यसो अनुहार हेर्छु भएको मान्छे हुनुहुन्छ अब होइन अलिकति हामी जस्तो आलो काँचो थियो भने पो अब आवेशमा उडायो भन्ने हुन्छ होइन त्यतिको पाएको मान्छेले त केही न केही बुझेरै उडाएको होला भन्ने भयो नि त जहाज सट्ट उडेपछि अब जहाज बिग्रेको छ भन्ने कुरा हामीलाई सुनेका छौँ हामीले यो जहाज कहाँ खस्ने हो कि के हो कि तनावग्रस्त भन्ने अवस्थामा पुग्यो जुफालमा बिचमा गएर अलिकति हुँदाखेरि पनि ल भइहाल्छ वहीँ भइहाल्छ फेरि यस्तो गर्छ क्या ल अब त्यो जहाजको चाहिँ कस्तो भने कहिलेकाहीँ रेडियोमा गीत बज्दाखेरि पनि एक्कासी ठुलो बजिदिन्छ नि कहिलेकाहीँ
एउटै मसँग गएको जाँदा हिँ भइदिएपछि त ला बिग्रेकै हो त अनि चढेकै बिग्रिया जहाज छ हामीलाई कन्फर्म छ हो नि त त अनि जुफाल पुगेपछि ल्यान्ड भयो सेफली ल्यान्ड भयो सबैजना खुसी भयो होइन यसै पनि प्लेनमा चढ्दा डर लाग्ने मलाई त होइन अनि क्याब साहबलाई ल्यान्ड भएपछि सोध्यौँ दाइले र मैले सोधेँ भने क्याप्टन साहब के भएको थियो खास जहाजमा हामीले त्यो कुरा सुन्यौँ भनेर सोध्यौँ अनि त्यस्तो ठुलो प्रब्लम चाहिँ केही थिएन रेडियो चाहिँ जुन प्लेनभित्र रेडियो हुन्छ जुन टावरसँग पाइलटको कुरा हुन्छ त्यो रेडियो चाहिँ नबुझिने भएर छ क्या भनेको टावरसँग कन्ट्याक्ट नहुँदो रहेछ क्या उहाँको त्यो जहाज टावर कन्ट्याक्ट नभएपछि त कहाँ भित्र पुगिहाल्यो नि प्लेन अनि भोलि केही प्रब्लम आयो भनेदेखि त बाटोमा त टावरसँग कन्ट्याक्ट गर्नुपर्ने ठाउँमा कन्ट्याक्ट भएन भनेदेखि त जहाज त हराउँछ जे पनि हुनसक्छ डोल्पा हिँडेको जहाज चाइना तिब्बततिर गएर ल्यान्ड भइदियो भने अनि त्यो पछि क्याब साहबले रुखबाट एउटा स्याउ टिपेरै ल्याएर म त सातो गएको थिएँ क्याब साहब अब हजुरले ल्याएर झार्नु भयो हाम्रो चाहिँ सुटिङलाई लास्ट चरणमा फिल्म सुटिङलाई आएको टोली यो टोली के गरी केही भएको थियो नि त बर्बादै हुन्थ्यो भने अनि पछि एउटा स्याउ त्यो फेरि डोल्पा प्रहरी चौकीमै स्याउको रुख रहेछ हामीलाई त अनौठो भयो नि त नेपालगञ्जबाट एकैचोटि काठमाडौँबाट नेपालगञ्ज डोल्पा पुगेको हेर्दाखेरि स्याउ पाकिरहेछ अनि क्याब साहबले एउटा स्याउ टिपेर ल्याएर स्याउ खान दिनुभयो